युट्युब फ्यामिलीलाई अन्त बिन्ती गर्छु। जो पनि आउँछ पिकनिक स्पटमा तोरीबारीमा प्लिज कृपया गरेर प्लास्टिकहरू नफ्याँकिदिनु होला। प्लास्टिकले गर्दा हाम्रो कतिवटा चिज गाई पशुहरूले खान्छ, त्यसले गर्दा पशुहरू विलुप्त हुँदैछ। त्यही कारण रिक्वेस्ट साथीभाइ हाम्रो युट्युब फ्यामिली जतिजना सिलगढीमा जतिजना छ पिकनिक तोरीबारी आयो भने प्लिज प्लास्टिकलाई क्यारी गर्नु होला। हाम्रो जग्गालाई पुरा प्लास्टिकले पुरा एरिया घेरिसक्यो। प्लास्टिकले कति चिज हजारौँ सालसम्म प्लास्टिक कुहिँदैन। त्यसले गर्दा प्लिज साथीभाइ पिकनिक खेल्ने साथीभाइहरूलाई रिक्वेस्ट गर्छु, सिलगढीबाट जो आउँछ पाहाडबाट जो आउँछ तोरीबारीमा जब आउनुहुन्छ प्लिज प्लास्टिकलाई क्यारी गर्नु होला। त्यहीँ नफ्याँकिदिनु होला, पशुहरूले खान्छ बिमार हुन्छ। प्लिज मेरो युट्युब फ्यामिलीलाई रिक्वेस्ट छ, जतिजनाले देख्यो कराइदिनु होला। तोरीबारीतिर पिकनिक खेलेर आउँदा प्लिज प्लास्टिकलाई क्यारी गरिदिनु होला। अन्त बिन्ती छ। बाई युट्युब फ्यामिली।